नमस्ते, मेरो नाम बसन्ती कुमारी पाण्डे, म चाहिँ डडेलधुराबाट आएको हो। ओके, आज चाहिँ हामीसँग बसन्तीजी हुनुहुन्छ। उहाँ चाहिँ सुदूरपश्चिम डडेलधुराबाट हुनुहुन्छ र उहाँसँग चाहिँ म केही छोटोमिठो कुरा गर्नु गइरहेको छु। के को विषयमा भनेपछि उहाँ चाहिँ जेपीआर नर्सिङ एजुकेसनबाट दुबई आउनुभएको छ। उहाँ चाहिँ नर्स हुनुहुन्छ र पाण्डेजी नमस्ते। ओके, तपाईँ चाहिँ डडेलधुराबाट आउनुभयो है। अब यो डडेलधुराबाट दुबई आउँदाखेरि चाहिँ यो बताइदिनुहोस्, कति प्रोसेसमा आइपुग्नुभयो, यो जेपीआरलाई चाहिँ कसरी चिन्नुभयो? मैले सोसल मिडियाबाट चिनेको। ओके। अनि सोसल मिडियामा एडहरू अनि टिकटकमा पनि भिडियोहरू देखेँ। अनि त्यसपछि एउटा मेरो साथीको साथी चाहिँ यता जेपीआरबाटै आउनुभएको थियो। ओके। अनि त्यही भएर बुझ्न गएँ, राम्रो लाग्यो अनि मैले प्रोसेस स्टार्ट फेरि तपाईँले अप्लाई गर्नु? हजुर। अब डडेलधुराको मान्छे दुबईसम्म आइपुग्दाखेरि कतिको समस्या, गाह्रो पिरो, कतिको सहजता भयो? जेपीआरको मान्छेहरू एकदम सबै राम्रो नै हुनुहुन्छ, त्यही भएर त्यस्तो गाह्रो चाहिँ केही पनि भएन। सबै कुरा अनलाइनबाटै भइहाल्यो, अफिस नि गइराख्नु परेन, त्यही भएर त्यस्तो गाह्रो केही भएन। अब हाम्रो सुदूरपश्चिमाञ्चल त अहिले पनि तपाईँले भन्ने गर्छ नि, अब छोरीबेटी बाहिर जानुहुन्न, तपाईँ झन् नर्स फिल्डको, तपाईँ झन् दुबईको असिस्टेन्ट नर्स भएर आउनुभयो, दुबईको नर्स हुनुहुन्छ। पहिला नेपालको नर्स र दुबईको नर्समा अलिकति हाम्रो यो सुदूरपश्चिमाञ्चलमा जो पनि भिडियो हेरिराख्नु भएको छ, सुदूरपश्चिमाञ्चलको नर्सहरूलाई चाहिँ बताइदिनुहोस् न, नेपालको नर्स र दुबईको नर्समा के फरक छ र प्लस सबैले थाहा पाउने भनेको सेलेरीको बारेमा के फरक छ? अब दुबई के अरे नेपालमा चाहिँ अब सिधै सरकारीमा पाउन अलिक गाह्रै हुन्छ, प्राइभेटमै गर्ने। प्राइभेटमा त्यही 15-13 हजार त्यहीबाट स्टार्टिङ हुन्छ। अब यता डिएचई गरेर दुबईमा आयो भने नि स्यालेरी अब यता चाहिँ स्टार्टिङ नै त्यही 1 लाखभन्दा माथि त त्यही भइहाल्छ, त्यही राम्रो भयो। अनि लाइफ स्टाइलहरू राम्रो भयो, नलेजहरू नि बढी हुने भयो बाहिर आएर, त्यही हो। ओके, अब सुदूरपश्चिमाञ्चलको नर्स दुबईमा आएर तपाईँको ठ्याक्कै अब सबैले त्यो भिडियो हेरिरहनु भएको छ र उहाँको चाहिँ एउटै खुल्दुली भयो होला, डडेलधुराबाट दुबई जाँदाखेरि, दुबईमा काम गर्दाखेरि सेलेरी चाहिँ कति खानु हुन्छ भन्ने सबैको मनमा हो। यो पनि बताइदिनुहोस् न, कति तपाईँको सेलेरी छ, अब कति खाइराख्नु भएको छ, यसको बारेमा बताइदिनुहोस्। अब मेरो अलि टाइम चाहिँ लाग्यो, तर कम्पनी चाहिँ एकदम राम्रो भयो। डकुमेन्टेसनमा अलि टाइम चाहिँ लाग्यो, तर मेरो स्यालेरी चाहिँ त्यही नेपाली 2,20,000 छ। ओके ओके गाइज, यो भिडियो हेरिराख्नु भएको छ। उहाँ चाहिँ डडेलधुराबाट हाम्रो बसन्ती म्याम हुनुहुन्छ र अब उहाँको चाहिँ स्टार्टिङ सेलेरी नेपाली 2,20,000 है, 2,20,000। उहाँ चाहिँ पिसिआर नर्स हुनुहुन्छ। यदि तपाईँ पनि सुदूरपश्चिमाञ्चलबाट आउँदै हुनुहुन्छ, उहाँ पनि डडेलधुराबाट आउनु भएको, सुदूरपश्चिममा 9वटा जिल्ला छ, 9वटै जिल्लामा यो भिडियो हेरिराख्नु भएको छ र महिनाको 2,20,000 रुपियाँ तपाईँ पनि खाने सोचमा हुनुहुन्छ भनेपछि कहाँ आउने? जेपीआरमा आउने। त्यसमा उहाँ पनि जेपीआरमा आउनु भएको छ हो, उहाँ पनि जेपीआरबाटै आउनु भयो। यदि तपाईँ पनि जेपीआरबाट आउनुहुन्छ र महिनाको 2,20,000 म पनि दुबईमा गएर खान्छु भन्ने सोचमा हुनुहुन्छ भनेपछि आज नै जेपीआरलाई सम्पर्क गर्नुहोला है त। उहाँ पनि सुदूरपश्चिममा आउनु भयो होला र म पनि सुदूरपश्चिमाञ्चलबाट नै हो है त। तपाईँलाई साथ सपोर्ट मिलि नै हाल्छ। बसन्तजी, तपाईँको जसरी हाम्रो जेपीआरबाट आउँदाखेरि के सहजता, अब खाना बस्न एकोमोडेसन त्यो पनि भनिदिनुहोस् न, कतिको सहजता पाउनुभयो? सबै सहजता छ, त्यही गाह्रो नै हुँदैन। एयरपोर्टमा लिन आउनुहुन्छ, अकोमोडेसनमा पुऱ्याइदिनुहुन्छ, खाना बस्न सबै राम्रो छ, त्यस्तो केही सबै राम्रो छ है। हजुर, केही त्यस्तो एकोमोडेसन कतिको राम्रो भन्छ नि तपाईँको, एकोमोडेसन खानको लागि प्रब्लम, बस्नको केही पनि प्रब्लम छैन? ओके, अब यो जति पनि यो सुदूरपश्चिमबाट यो भिडियो हेरिराख्नु भएको छ, उहाँहरूलाई चाहिँ के सन्देश दिनुहुन्छ तपाईँ? दुबई आउनु राम्रो छ, अनि दुबई आउँदा चाहिँ जेपीआरबाट आउनु, एकदम सपोर्टिभ ट्रस्टेड मान्छेहरू हुनुहुन्छ, त्यही भन्न चाहन्छु। ओके, धन्यवाद।